यो जिन्दगीमा आनन्दले सुत्न पनि नपाइने भो गाँठे, न दिउँसो राम्ररी सुत्न पाइन्छ न राति राम्ररी सुत्न पाइन्छ। जब मलाई निन्द्राले जब हुन्छ यिनीहरूको प्रेसर कुकरको सिटी लाग्छ फेरि बम पर्के भन्दा साह्रो। रुम सफा गर्ने भ्याकुम हो कि गोईको टाउको हो त्यो कराउँछ त्यस्तै। अझ भएन यिनीहरूलाई टिकटक बनाउनु पर्ने, भिडियो बनाउनु पर्ने, थर्काउनु पर्ने त्यस्तै। बाटोमा हेऱ्यो आलु र प्याज भन्दै मधिसे बाजे कुदेको छ, कराएको छ, दिक्क लागिसक्यो। न मलाई आलु प्याजसँग मतलब छ न कुकरसँग। मलाई चाहिँ किन सुत्नु नदिएको क्या तिमीहरूले? यति बेलै मौका मिल्छ तिमीहरूको। अर्को भुस्टी रहेछ फेरि गाडी कुदाउँछ त्यहाँ राखेर टुनु हरन बजाएको बजाइ त्यसको गाडी बिग्रेको हो कि कुदाउनु नजानेको हो कि म त छक्क पर्छु। लु न त राति सुतौँ भन्यो, गाउँभरको कुकुर भेला भएर मेरै कानमा भुके जस्तो। अब सुत्ने चाहिँ कहिले क्या? लु कुकुर त कुकुरै भयो, मुख बन्द गर्नु सकिँदैन। अनि तिमीहरू चाहिँ के भएको? जब म सुत्न आँट्यो सबै कामको साइड चाहिँ तिमीहरूलाई त्यति बेलै पर्छ कि म सुतिसकेपछि